मायालुले बेहेरी के हो सङ्गीता मासली जगत आलेले झन् कौली दरो बोकेको छ होइन सबले ल हाम्रो सामान बोक्ने दाजुभाइहरू यहाँ सबै हुनुहुन्छ भान्जाहरू सबै छ आले ल मायालुको बिहेमा चाहिँ गाडी यहीँ फस्क्यु नै यहीँ भएको छ बनाएर तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो चाहिँ एकदम रमाइलो लाग्यो आजको दिन चाहिँ अब यहाँ गाडी घुमाउने हो रमाइलो हाल्यो रमाइलो एकदम बिजोग रमाइलो लागेको छ नि यहाँ ल माइलोको बिहेको लागि चाहिँ हामी आएको छौँ गाइस के कस्तो हुन्छ अब बिहेको पनि भिडियोहरू हाल्नेछ हामी है त हेलो मसली के बोल्नु भएको गगरी हजुर ल ल ल ल ल मायालु बिहेको लागि रोटी पोल्दै हो सबैजना ल मम्मी पनि यसपालि आइपुग्नु भएको छ मन्द गाउँमा रमाइलो लाग्यो मम्मी हो ल आले टोइलेट बनाउँदैछ जगत आले ल यहाँ चाहिँ मायालुलाई दही चाहिँ यहाँ छ यता पनि छ हाम्रो टोलीहरू सेल पोल्ने टोलीहरू दुई ठाउँमा सेल पोल्दैछ यसपालि ल मायालुको बिहेको लागि रोटी रेडी आमामा एक डोकै पुग्लाइसकेको रहेछ त नाना है हाम्रो आङ्गी बस्दै हुनुहुन्छ उल्का छ है नाना बनाउँदै आइरहन्छ ल रोटी रेडी है हाम्रो नाना त्यसै भाइरल अब झन् भाइरल रमाइलो भइरहेछ ल ए उता त रोटी त टन्नै भइसकेको रहेछ ए हाम्रो दोकानभित्र भइसक्यो ए ल ठिक छ आज चाहिँ एकदम रमाइलो भइरहेछ हाम्रो ल बुवा हुनुहुन्छ Terang lawan belanggo lagi siapa? Tonyam je teo bui bamo, so da bui bamo. Apa itu juga? Ani tadi tak keren juga ini ya.
हाल्यो हाल्यो मायालुको बिहेको लागि हेर सङ्गीता यहाँ भेनालाई काम आएको थियो भेना फेरि कर्ली बनाउनेमा च्याम्पियन छ फेरि कपाल कस्तो बनाउनु रहेछ गाइज अहिले फाइनल हेर्नुपर्छ है त लास्टमा पुरा हान्दैछु ल ल हेलो हाम्रो जग्गा त अलि रेडी भइसक्यो हजुर बाफ्रे बा अहिले लास्टमा सबै गरेपछि देखाउँला हेरौँला ल है त गाई अझै रमाइलो कार्यक्रम भइरहेछ पहिले जम्नु गयो जीवन जी खायो कला नि ये कुल के जीवन खाय ए मयो कता जमादन दोकले मयो काम गर्न भन्दा ना मयो जगोल्न त म आथे थियो Yo, tunggu tunggu ya. Sama nun tahu ele. Good, mai mai aja ya.
उसले एकदम आन्टीको कमाउनु आन्टीलाई देऊ ल अहिले भिडियो हान नि त Nanti lalu nanti minggu lihat apa dulu.
कि सँगै लाउनु लाग्यो हो अलिक भएन भाइ बहिनीलाई यहाँ ठिकै पुगेन सङ्गीता आन्टीको छोरीको पालो अस्ति आयो ल पालै पाएन यहाँ टिभी लाउने मान्छेहरूलाई यता जुनला खेलाया तिमी आखा रोजी आशीहरू कलर भयो नि खोइ कान्छी आउने लिने हो ना अब यहाँ गएर कि दाजु हुन्छ युवराज भेनाको आइलो पालो अब ब्याग ल आले ल ल्यायो आले ल्यायो ल कार्टुनै रहेछ त अब त्यो समाधि राख्ने अब बगा एउटा फोटो हान्छु अस्ति मात्रै गएको नि अब म फेरि चिल्लाइदिइहाल्छु नि हाले आइयो भनेर टेन्सन नलिनु न
आमा पनि गरायो हाम्रो आमा पनि ओ खाना खानु छुट्यो भने राम्रो हुँदैन फेरि दिदीको लासारी थाहा छ कि छैन टुपिनी आज फेरि दिदीको लासा नि बाप्रे बाप ल जो म गाङला जो थोर गई दुखा सुखा जे नो तासै हेना जोडी आफे गई सुगन्धी रङ छेरेङ गए छेसुम सँगे से छ्याता गई संसार क्यों ताङ भाएदा जति न दुःख रिङनी तासै संसार क्यों ताङ भाएदा जति न दुःख टेन्सन आलो के तरम के तिनीहरूलाई यो जाब गतिले टेन्सन किन जाएन Todo la जो म गाङला जो थोर गई दुखा सुखा जे नो तासै हेना जोडी आफे गई सुगन्धी रङ छेरेङ गए छेसुम सँगे से छ्याता गई संसार क्यों ताङ भाएदा जति न दुःख रिङनी तासै संसार क्यों ताङ भाएदा जति न दुःख जन्मला गिरगिर बिया बाहर थोन जुगम जन्मला आधा बनाना जानी ताकि बड़ा गुरु हां तुम लगा ताजे सृष्टिको आएसी मानव भक्त पति भएसी किन राखेको सगुण यो कहिले त देखेको चलन यो तम्बले डम्फुमा जात
पैसा हाल्नुपर्छ कि यहाँ त्यहाँ लसिन त हाल्नु पर्यो नि खोइ गीतै हरा यार हाम्रो छाबु नाच्ने बेला यार छाबु छाबु जोङ हारेको पाप्लो है छाबु जो 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 छाबु जो ओए आइसे आइसे ए छाबु दिल दे जोङ यार
बग्छु जाऊ बग्छु खै दादा यसो सल्लो दल नाना फोन लानु ल नाना ओहो कालीको बिहामा भेनाहरूले भाडा मोल्दैछ युवराज भेना मा जोइ जोइ हो नि भेनाहरूले ल मायालु हामी चाहिँ यहाँ अब हामी गाडी चलाउँदैछु अब के गर्नु तिमी कामदारहरूले गर्दै यहाँ भेनाहरूलाई दुःख भयो कामदारहरूले गर्दै यहाँ भेनाहरूलाई दुःख भयो ल भान्जा पनि छ यहाँ हो भान्जाको पनि हो त्यहाँ हो त्यसो लाग्छ ल हो 70 गोल ओ सुरेश पनि पानी सक्छ छ ओ जग्गा जै पानी ताप्दैछ ओ कोण कोणच्या वाजता चालला नाही घरी मस्त मस्त लावलं पैकी कसं बांधाको हलकामा भिजल माझं काय आईको बिहे भएको भान्जालाई दुःख अनि भान्जाले मात्र हो र यहाँ दिदी बहिनी सबैलाई दुःख एक दुईजनाको बिहे हुन्छ हामीलाई त दुःख है कस्तो भइरहेछ नाना ठिक छ बिचारा मेरो नानाले दुःख पायो ल सङ्गीतन मास्दै छ अरे रमाइलो भइरहेछ नि त ल ल ल ल ल ओ ल यो ठुलीले पनि काम पाएछ त कान्छीको बिहेमा भान्जा ठिक छ नि हेर मेरो भान्जा पसिना पसिना बिचरा भाँडा उमाल्दा उमाल्दा यतिको भान्जा चाहिँ हुनुपर्छ कि अब चाहिँ हामी चाहिँ भाँडा पखाल्दैछ है एकदम ल ल फेरि अर्को यत्रो लिएर आयो फेरि भयो कालो छ त माइलो या पट पर्दिल मासु चाहिँ siap bos मारो मुझे मारो मारो मुझे मारो Sangita tak tuh coba kau kan kau situ kan minum mana लसुनको घरमा
भिडियो भन्छ हो यतिको त टल्केछ है। टल्क्यो टल्किन्छ दाजुभाइको कमाल अन्त यो सेतो लुगाहरू सक्छ यार। सालीको बिहेमा यतिको भएन भने बिहेनाहरू भन्छ कि यार। अनि त हो नि हो हो भन्छ हो रोप्चे फेरि किन्नु रुगाए। खाँदै रोमसुकै चला चला लारी निसी किनी लादो रा। अरू माथि निस्किँदै थियो माथि हिँड्दैछु त। ल भाडा पगालेर सक्यो अहिले चाहिँ हामी ठ्याक्कै अहिले हामी खाना खाने कार गएको छ कति बज्यो भन्छ कति बज्यो बिहान 7:30 बजीदेखि सुरु गरेको ठ्याक्कै 11 बजी सक्यो हामी चाहिँ अब चाहिँ खाना साग र ढेँडो बनाएर खाने है त गाइज हामी चाहिँ अब ढेँडो ल अर्को फेरि सिस्न टिप्न जाँदैछ अरे अब चाहिँ हाम्रो बे सक्यो आजबाट माइलोको बे ओहो यो चाहिँ के हो युवराज आले यो चाहिँ के हो एउटा परे आयो। एउटा एउटा हो भागमा जगदाले कुन लाने अब टाउकोबारीको लाने कि खुट्टाबारीको लाने हो सुब्राज भन्छ यहाँ मामाहरूले त रही मात्र गर्ने भयो त गर्नु जम्मा ल अब चाहिँ यो लास्टसम्म खुट्टा चाहिँ एउटा एउटा तर भाग पर्ने भयो अरे गाइस होइन सङ्गीत टाउकोबारीको लाने कि खुट्टाबारीको कि हातबारीको ल ल ल ल यो त झन् सबभन्दा छुच्ची झन् दुइटै लाने रे लोभी है ल दरो केलाइरहेको छ अहिले चाहिँ खुट्टा हात खुट्टा टाउकोहरू केलाइरहेको छ है भन्छ पाहुनाले खाएर बाँकी भयो यति चाहिँ ल अहिले अब माइलोको बिहे सकेर फर्किने क्रम भइरहेछ अब हामी चाहिँ फर्किँदैछौँ अब ल माइलोले बिहे दो जानु यहाँ जम्मान अरे हामी चाहिँ अब काठमाडौँ यात्रा है त बिहे सकेर यहाँ मम्मी पनि सन्चो छैन त्यही भएर मम्मी पनि लिएर आउँछ सबैजनालाई ल हाम्रो यात्रा चाहिँ सबैजना भगुन्डे काठमाडौँ हुने हो बाई माइलोको बिहेमा चाहिँ फाइनली भिडियो सक्यो अब चाहिँ ल बाई बाई